हेटौडाको ब्लू हेभनमा गएपछि आफै हेभेनमै भए जस्तो फिल हुँदो रहेछ कि यति राम्रो राम्रो सामानहरू त्यही माथि त्यहाँको दिदी यति राम्री यति फ्रेन्डली नेचरको है जे देखेँ त्यही किन्दा मलाई निकै एक्सेसरिजहरू छ त्यही माथि यति सस्तो अनि मैले चाहिँ चङ्की इयरिङ किनेँ एउटा पछि हामी गयो सबै भाइरल भाइरल स्टोरहरूमा खोज्दै गयो कि त्यो पछि हामी गयो पम्किङ स्टोरमा त्यहाँ पनि सामानहरू के किन्ने भनेको थियो तर हामीले किनेन केही पनि यतिकै हेरेर फर्केर आयो त्यो पछि हामी गयो खाना खानको लागि यति घुमिसकेपछि कस्तो भोक लाग्यो त्यो पछि हामी गयो कहाँ गयो त्यो चाहिँ थाहा भएन सबजना टिमलाई बोकेर गयो यो चाहिँ के भने बफ साधेको हो यस्तो दामी थियो है यहाँ त है कति सस्तो सस्तो रिजनेबल प्राइस अनि दामी खाना पाउने के त्यो पछि आयो यो चाहिँ सफारी हो कि सफारी भन्ने यो पनि मलाई त दामी लाग्यो कि मैले फर्स्ट टाइम ट्राई गरेको हो लाइक फेभरेटै भने अब हेटौडा आयो भने त यो त खाने नै हो के त्यो पछि सबिन चटपटे र पानीपुरी पसलमा चटपटे खाना गयो त्यो पनि जीवन हालेर के दामी लाग्यो गाइस गिलो गिलो त्यो चटपटे पनि त्यो पछि अब चाहिँ हामी 99 र 160 सपमा गयो अनि बर्थडेको भ्लग चाहिँ लाइफ विथ सुहाना च्यानलमा अपलोड भइसक्यो गाइस